मारौला यार। हेलो गाइज, वेलकम टू बैक न्यू डे न्यू ब्लग। फेरि पनि सबैलाई हार्दिक स्वागत छ। म चाहिँ अहिले करिब बिहानको 11 बजेतिर बल्ल बल्ल उठेको छु हैन। अब चाहिँ आज दिनको सुरुवात अब हाम्रो चाहिँ यो मिनी ब्लगबाट भइरहेको छ अनि हजुरहरूको कहाँबाट भइरहेको छ, के कस्तो हुनुहुन्छ, देशमा हुनुहुन्छ कि स्वदेशमा अथवा विदेशमा हुनुहुन्छ हैन। म चाहिँ अहिले घरमै छु। ट्याक्क घर आँगनमा 11 बजे अब पुरुष गर्न गइरहेको छु। यता देख्न सक्नुहुन्छ सबैले खानासाना खाइसक्यो अरे। मैले त अहिलेसम्म बुरुस मात्र गरिरहेको छु। अब म चाहिँ बुरुस गर्नतिर लागेँ। बुरुस गर्नु पर्यो हैन। अब चाहिँ बुरुस गरिसकेपछि चाहिँ म घरमा जान्छु। अहिले मुखसुख धोएर अब चाहिँ म चाहिँ घरतिर लागिसकेको छु। त्यो धाराबाट मुखसुख धोएर बिहान भन्नु भएन, 12:30 बजे 11:30 भइसक्यो हैन। अब चाहिँ म चाहिँ घर गइरहेको छु। भात खाइरहेको छु गाइजहरु, देख्न सक्नुहुन्छ। यो चाहिँ मलाई दुध हो, 1 कप बिहानको दुध नास्ता खान नआएर अहिले फाइनली गाइज अहिले त देख्न सक्नुहुन्छ कैची सँगसँगै आज म चाहिँ आफ्ना बुढीको बाल काट्न गइरहेको छु। यता देख्न सक्नुहुन्छ उधार हामीसँग। अब म चाहिँ यस्तो कट हान्ने छु, सिधै टक्ला। कसो काट्ने भन्? ओ गाई जी आउन जौडा। ओ लिखा नहीं नगर्न। यहाँ त जुम गरेर आत यहाँ दिखे हेर त दिखे हेर्न। ओ मेरा बाबा यहाँ हेर त ठप्पा ओ बाप रे बाप। फाइनली गाइज अब हामीहरूको चाहिँ सक्यो। यता देख्न सक्नुहुन्छ यस्तो काटिदिएछु मैले। यता लिखा त छैन कि अब सब सक्यो। लेट्स गो। फाइनली ट्याक्क भन्दाखेरिमा अब चाहिँ हाम्रो सुटिङ गर्ने टाइम भयो, भिडियो बनाउने टाइम भयो हैन। अब मेरो चाहिँ नाइकेहरू भित्र सुतिरहेको छ, म गइरहेको छु है के कस्तो हुन्छ। हाम्रो म्यान लिडर चाहिँ यहाँभित्र यो चाहिँ घर हो त्यसको। यो कहाँ छ भन्ने हो, माथि पाडा सुतिर आउँदा होइन। अनि हामी चाहिँ त्यहाँ गइरहेका छौँ। म चाहिँ ओ अब कस्तो फोट रहेछ त्यो। यहाँ त छैन त, कहाँ छु त्यहाँतिर। म चाहिँ तोली जान्छु अझ फेरि। यता त गइरहेको छु। यहाँ छु त्यहाँ रहेछ। अमर ए अमर उठे, भिडियो बनाउनु जाँदैन? चले उठ अमरे उठ भने उठ ल उठे। कोही गएछ ती हट अगाडि होला कोही गएछ त्यहाँ। चल त उठ जाउँ चल। आज त बालसाल काटेर पुरा हिरो भने के। अब चाहिँ गाइज अब उठ्यो। अब हामीहरू चाहिँ जान लागिरहेका छौँ। अब कमेडी भिडियो चाहिँ दिनेश पोखरामा आइरहेछन् भने चाहिँ भ्लग चाहिँ टिभी भ्लग भनेर 7 आइरहेको छ। सबैजनाले हेरिसक्नु भएको छ। अब हामी चाहिँ घरबाट निक्लिन्छौँ होइन। अब यहाँ देख्न सक्नुहुन्छ यता काम छैन, दिनभरि मोबाइल मात्र हेर्ने। यता देख्न सक्नु अनि यो पनि यस्तै हो, मोबाइल मात्र हेर्छ दिनभरि। यता देख्न सक्नुहुन्छ गाइजहरू, कोहीको त भन्नै भएन। गाइज अब म चाहिँ के गर्न गइरहेको छु भन्दाखेरिमा स्विक उता भाँडा धुन गइरहेको छु। आउन सक्नुहुन्छ गाइजहरू। यता
मेरो पछाडि होइन मेरो घरमा आज सबै कहाँ गएछन् भनौँ सबै खेत गर्न गइरहेछन्। अब मेरो पालो चाहिँ भाँडा धुने लगाएर आज कति छ नल्कामा म भाँडा धुन गइरहेको छु। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो नल्का पुरै पानी सकिया रहेछ यार, पानी नै सुकेको भने। अब आजको कार्यक्रम चाहिँ मेरो भाँडा धोएर फेरि फन्नी कमेडी भिडियो बनाउन जानु लाग्छु। यस्तो छ गाइस जिन्दगी। यदि कोही माया लाग्छ भने चाहिँ आउन सक्नुहुन्छ मेरो बुढी भन्नलाई। यस्तो छ, थोरै धेरै छैन, थोरै धुवाउँछु, म पनि सहयोग गरिहाल्छु तिम्रो लागि। तिमीले मात्र धुनु पर्दैन दिदीहरू। अब के गर्नु, भाँडा धुनु पऱ्यो हल्का हल्का। अब भिडियो मात्र बनाएर हुँदैन, आउने भाइ आउन सक्नुहुन्छ। यस्तै छ जिन्दगी है। अब म सक्छु होला सायद भाँडा धुन। गडबड। हेलो गाइज, ब्ल्याक हान्सी चाहिँ यहाँ उ गरिसकेका छन्, भाँडा माझेर अब धुन लागेका छन्। गाइजहरू अब सकिन्छ मेरो। अब अहिले डान्स गर्ने हो सकेपछि फेरि छिटो छिटो गरेर यता गर्ने मान्छे कि म यसरी खस 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 यस्तो गर्ने मान्छे यस्तो यस्तो गर्ने मान्छे हो। हेर्नु सक्नुहुन्छ के भन्न चाहनुहुन्छ तपाईँ? केही चाहनुहुन्न अरे। ओ छिटो हुन ब्ल्याक हान्सी, ब्ल्याक हान्सी। Oh my god! Oh my god! BMW भन्ने गर्दा हाथी हाथी आ गया, हाथी। ये देख सकते हैं हाथी, ठुलो हात्ती। ठुलो हात्ती, सानो हात्ती यहाँ छ भर्खर जन्मेको। यसको खतम हुआ। नाच नाच अझ 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 एकखेर सक्यो अब हेर नाच्नु नाचेछि नि। लेट्स गो। ओ भाइ कुकुर कुकुर कुकुर। हेलो गाइज, हामीहरू चाहिँ आज यो अर्को एउटा भिडियो सुटिङ भइरहेको छ हाम्रो गाउँमा घरमा चाहिँ। अनि यो एउटा भाइ छ, यो भाइले चाहिँ उठाउने अरे दुईजना मिलेर, अनि एउटा कमेडी भिडियोको लागि यसरी अरे उठाउने चाहिँ। यो चाहिँ एकचोटि चाहिँ यस्तो गर्ने कस्तो अरे टेस्ट गरेर त कुरा हो, यस्तो गर्ने अरे सट्टा। मारौला यार। फाइनली गाइज अब हामी चाहिँ यत्रो डन्डा लिएर यो मिहिनेत हेरेर तिमीहरू लाइक गर्दैनौ, कमेन्ट गर्दैनौ, यस्तो पसिना। अनि हामी लाइक कमेन्ट तिमीहरू गर्दैनौ, हामीहरू यस्तो पसिना गरेर भिडियो बनाउँछौँ। खोइ सक्सेसफुल हुन्छ कि हुन्न त्यो त हामीलाई थाहा छैन। त्यसलाई त अब हामी पानीमा फाल्नलाई गइरहेका छौँ। यता भिडियो चाहिँ आउँदैछ कमेडी होइन। आइज पराइ त अघि भुद्दुममा जाने चलाइने रह है। आ न आ केटाहरूले पछाडि आइरह। यस्तो छ कि हाम्रो पसिना, यो पसिना खस्छ। यही त फाले नि हुने है, यही त यहीँनिर फाले नि हुने। यस्तो छ प्रकृति आज यहाँ। धानहरू खेतबारी यता कहाँ हो कोही कहाँ? ल ल हुन्छ ल। अब हाम्रो चाहिँ अहिले भिडियो हुन्छ है त गाइज। फाइनली हाम्रो यो सीन चाहिँ कम्प्लिट भइसकेको छ। अनि हामी चाहिँ अब फिक्स छैन, टाइम फिक्स छैन यो भलकको। हाम्रो चाहिँ मेन क्यारेक्टर चाहिँ यसकै हुन्छ होइन, जहाँतिर पनि जे होस् मेन क्यारेक्टर
जेमा पनि पेल्लिने यही छ है गाइज फर्स्ट स्यालेरी आयो भने अहिले एक जोडी कपडा नयाँ ल योमा पनि 1K पुग्यो भने केक काट्ने यहीको नाममा ल ल युट्युबमा है युट्युबमा यदि यो च्यानलमा 1K पुग्यो भने सब्सक्राइबर यहीको नाममा केक ल अम्बर बोराको नाममा यो मलाई सबभन्दा धेरै सहायता दियो भनेको मेरो बुढीले फाइनली गाइज म चाहिँ अहिले कहाँ आइरहेको छु भन्दाखेरिमा अहिले चाहिँ म अब लास्ट काम छ मेरो यो लाइभ गर्न गइरहेको छु होइन अहिले म ट्याक्क यता देख्न सक्नुहुन्छ भ्यूहरू त्यो पछाडि पुरै ल्यान्टरमा छु यस्तो बवाल भ्यू छ पछाडि त्यो चाहिँ माथिको यिनीहरूको चाहिँ पाहाड हो त्यो पाहाडमा चाहिँ भ्यूहरू बवाल 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 आइरहेको छ अब म चाहिँ काम गर्न स्टार्ट ए गुबी आमा असले भिडियो यस्तो नेगेटिभ बोल्छ हो अन्त त खतरा हो त नाइ भिडियोमा कोपाका लागिसकेको छ कोपी यस्तो छ गाइजहरु लाटे भन्नु यसलाई लाटे लाटे होइन दिनेश टन के दिनेश लाटे दिनेश टन हो गाइजहरु म त्यो नाम मात्रै हो गाइज एमा हामी दिनेश यस्तो छ हाम्रो अब चाहिँ लाइभ गर्न गइरहेका छौँ अब कस्तो चाहिँ यता रहेछ कस्तो छैन यो क्या हो हाम्रो घरको काम पनि गर्नु पर्छ गाइज आफ्नो काम गर्नुपर्छ यता आएन नजिक नजिक यसलाई हाम्रो के भन्छन् लाहाई यसलाई के भन्छन् लाहाई भन्छन् अब हामी तपाईको यो गाउँमा के भनिन्छ के भनिन्छ लको के भन्दा हाम्रो गाउँमा त लाही भनिन्छ यसले के गर्छ ल सब भएछ है ल यसले के गर्छन् यसले तेल के तेल तेल उबिन्छ के हो पिसिन्छ तेल कहाँ बिच्छन् रे अनि यो पिसेपछि अनि तेल बन्दैन नाइ अत्तेरी यस्तो होइन नि त बाबु यसले त ऊ धुलो भन्छ चन्द्रबाजी टाउका धुलो काम अनि के भन्छ त फाइनली केटाहरू यस्तो काम गर्छन् धेरै पुरै काममा पसिना छ यस्तो छ यो चाहिँ 17 हो दार्जिलिङ टोइलेट टोइलेट हाम्रो बनिरहेको छ नयाँ जैली नयाँ टोइलेट सब हुन्छ यहाँ व्यवस्था फाइनली गाइज अब चाहिँ हाम्रो दौरा चिरेर यता देख्न सक्नुहुन्छ यो म चाहिँ दौरा चिरेँ अब हाम्रो चाहिँ आजको लागि यति नै भलक हुनेछ यता पनि दुखारी छ यता हेर्नुहोस् त्यो दुखारी हुँदै अनि सुगा म चाहिँ भर्खर के अरे खेत गोडेर आएँ अहिले हामी यति नै ल बाई अब अर्को मात्र हुनेछ